त्यसले पनि त्यसले राम्रोसँग फङ्सन गर्न सकिरहेछ जस्तो मलाई लागेन। त्यही भएनाले त्यो अथोरिटीको रूपमा एउटा छुट्टै निकायको रूपमा विज्ञहरू राखेर त्यसलाई पर्मानेन्ट अफिसको रूपमा चाहिँ पर्मानेन्ट अफिस त अहिले पनि हो, तर स्टाफहरू त्यहाँका चाहिँ जति पनि प्रमुखहरू त्यो चाहिँ पर्मानेन्ट भएन भन्ने कुरा हो। फिक्स टर्मसम्म रहने गरेर गऱ्यो भने यसले राम्रो फङ्सन गर्छ भन्ने मलाई पनि लाग्यो। यो राम्रो सजेसन छ। यो सायद यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने मलाई पनि लाग्छ। अब परामर्श सेवाको अहिले धेरै परामर्श सेवाका कम्पनीहरू खोल्यो, बजेट कम भयो, चाहिँ रोजगारी क्रिएट गर्न भएन भन्ने कुरा आएको छ। अब यो चाहिँ वास्तवमा यो ओभरअल यो देशको इकोनोमीसँग पनि जोडिएकै छ। यो परामर्श सेवालाई चाहिँ विशेष प्राथमिकता दिनुपर्ने हामीले चाहिँ क्षेत्र हो। अब यो क्षेत्रलाई अझ चाहिँ बजेट कटौती गर्दै जाने कुरा चाहिँ त्यति राम्रो विषय होइन। किनभने परामर्श सेवा भने चाहिँ यसले देशको चाहिँ ह्युमन रिसोर्सको चाहिँ क्यापेसिटी बिल्डिङ गर्दै जाने पनि हो। अब हामीले विद्युत प्राधिकरण र कम्पनी दुई तिनवटा इन्स्टिट्युसनहरू मिलेर एनए इन्जिनियरिङ कम्पनी खोलेका थियौँ। त्यो एनए इन्जिनियरिङ कम्पनीमा कम्तीमा धेरै इन्जिनियरहरूले ट्रेन हुने मौका पाएको छ र त्यहाँ अब त्यसको कामको पर्फर्मेन्सको एफिसियन्सीको टाइममा काम गर्ने त्यहाँ केही क्वेसन होला नि, तर धेरै इन्जिनियरहरूले त्यहाँ चाहिँ जब क्रिएसन हुने र अनुभव लिने ट्रेन हुने मौकाहरू पनि पाएको छ। परामर्श सेवा चाहिँ एकदमै महत्त्वपूर्ण विषय हो। यसलाई चाहिँ अझ सरकारले अगाडि बढाउनु पर्ने, अगाडि फर्दर चाहिँ अगाडि बढाउनु पर्ने नै देखिन्छ। अब यो कन्ट्र्याक्टर, कन्सल्टेन्ट र इम्प्लोयर यो तिनटाको विषय चाहिँ एकदमै महत्त्वपूर्ण विषय हो। अब योसँग जोडिएको लो बिडदेखि लिएर सबै कुरा जोडिएको छ। लो बिड किन भयो होइन? लो बिड किन हुन्छ? भइरहन्छ। अहिले पनि 40%, 60%सम्म बिड हुन्छ। लो बिड हाम्रो यो अहिलेको पिपिएमको त्यो बिडिङ डकुमेन्टको फ्लज मात्रै होइन। हाम्रो एक्टिभिटिज, हाम्रो चाहिँ यो कन्ट्र्याक्ट मोनिटरिङ, कन्ट्र्याक्ट एक्जिक्युसनको पार्टमा पनि विकनेस भएको हो। किनभने यो लो बिड गरेर 10 वर्ष 12 वर्षसम्म कन्ट्र्याक्ट लाइभ हुने, कन्ट्र्याक्ट पनि टर्मिनेसन नहुने, भएपछि त कन्ट्र्याक्टर त लो बिड गर्छ, एउटामा लो बिड गरेको हुन्छ, त्यो लो बिड गरेकोलाई कभर गर्नलाई अर्कोमा लो बिड गर्छ, अर्को कभर गर्नलाई अर्को लो बिड गर्छन्, अनि त्यो गर्दा गर्दै कन्ट्र्याक्टरले वर्षौँ लगाइरहेको हुन्छ। त्यो चाहिँ पेनलाइज हुन्छ भन्ने चाहिँ फिलिङ दिन सक्यो भने त्यो चाहिँ लो बिड गर्ने ट्रेन्ड चाहिँ छ जस्तो लाग्छ मलाई, धेरै घट्छ। अब धेरै जसो आइसिबी कन्ट्र्याक्टहरूमा चाहिँ धेरै जसो चाइनिज बिडरहरू धेरै लो बिडमा आउने गर्थ्यो विद्युत प्राधिकरणमा। हामीले 2-4वटा कन्ट्र्याक्ट तोड्न साथ धेरै बिडहरू चाहिँ माथि आउन थाले होइन। त्यो कन्ट्र्याक्ट एक्जिक्युसनको पार्ट पनि इम्पोर्टेन्ट छ। अब एउटा चाहिँ अस्ति नै मैले यो कन्काई ब्रिजको कुरा गरेको थिएँ, 15 वर्ष भएछ। अब त्यो कन्ट्र्याक्ट तोडिएको छैन, अब जनतालाई शास्ति छ। अब ऊ त्यो कन्ट्र्याक्टर हिँडेकै छ, उसले त 10 ठाउँमा लो बिड, 40वटा ठाउँमा लो बिड गरेर हिँडेको छ। अब कन्ट्र्याक्ट टर्मिनेसनै भएको छैन, उसलाई पेनलाइजै हुँदैन त, अनि किन लो बिड हुँदैन? अनि त्यो भएको हुनाले त्यो लो बिडको लागि पेनलाइज हुन्छ भन्ने फिलिङ पनि दिनु चाहिँ जरुरी छ। त्यो चाहिँ एकदमै महत्त्वपूर्ण विषय चाहिँ त्यहाँ छ। फेरि लो बिडमा कन्ट्र्याक्ट टर्मिनेसन भएन, टर्मिनेसन हुनलाई फेरि चाहिँ हाम्रै पिपिएमओको क्लज कति 65 हो कि 65 को 8 हो कि कति क्लजले चाहिँ 59 को क्लजले चाहिँ त्यो टर्मिनेसन गर्न साथ त्यो टर्मिनेसन भएको
जति पनि काम बाँकी छ, बाँकी मात्रै होइन, टोटल कस्ट चाहिँ त्यो प्रोजेक्टको टोटल कस्ट चाहिँ त्यो कन्ट्र्याक्टरबाट असुल्नुपर्ने भन्ने जस्ता अब कसरी बन्छ यस्ता चाहिँ क्लजहरू फेरि होइन, कसरी एक्जिक्युट हुन्छ। अनि त्यो छ भनेर हामी पनि डराउने, टर्मिनेसन नगर्ने, कन्ट्र्याक्टर पनि खबरदारी गरेर बस्ने, अनि त्यो प्रोजेक्ट चाहिँ अनि चाहिँ ह्याङ्गिङ भएर बस्ने भन्ने यस्तो अवस्थाले त कसरी भन्छ कि त्यो चाहिँ ऐनको बुँदालाई चेन्ज गर्नु पर्यो कि लागु गर्नु पर्यो होइन, बुँदा चेन्ज हुँदैन भने त लागु गर्नु पर्यो होइन। यस्तो अवस्था चाहिँ यस्ता एम्बिग्युटीहरूको कारणले हामी चाहिँ होल्ड भएर बसिरहेको अवस्था चाहिँ त्यसले राम्रो गर्दैन। र यहाँ चाहिँ किन चाहिँ एनालाइसिस गरेन, अब त्यहाँ त्यहाँ वास्तवमा चाहिँ आफ्टर पोस्ट टर्मिनेसनको पार्टमा चाहिँ त्यो प्रोजेक्टै नबन्ने, कन्ट्र्याक्ट चाहिँ यो अर्थ मन्त्रालयले फेरि स्रोत सहमति खोज्ने र चाहिँ सहमति नदिने, त्यो प्रोजेक्टै नबन्ने डरले पनि हामी टेन्डर चाहिँ रद्द गर्न चाहिँ जनरली रद्द गर्नतिर हामी लाग्दैनौँ भन्ने कुराहरू पनि आएको छ। त्यो त टर्मिनेट भएपछि त कन्टिन्यू चलिरहेको प्रोजेक्टलाई त त्यो स्रोत सहमति के दिनुपर्ने त दिनु पर्यो नि त। हामीले झगडा गरेर अर्थ मन्त्रालयलाई त्यो सहमति चाहिँ दिने गरेका छौँ। त्यो टर्मिनेट भएको छ भने त त्यसलाई त बनाउनु पर्यो नि त। स्कोप चेन्ज भयो, ठुल्ठुला त्योभन्दा डबल स्कोप चेन्ज भयो भने स्कोप चेन्ज भन्ने अर्को पार्ट होला, तर टोटल प्रोजेक्ट कस्टमा कस्ट त बढिहाल्छ। स्कालेसनले गर्दा 15 वर्ष अगाडिको इस्टिमेट र अहिलेको इस्टिमेट त्यही बिओक्यूमा पनि बढिहाल्छ, तर काम त गर्नु पर्यो नि त। त्यो काम गर्नलाई चाहिँ अर्थ मन्त्रालयले सहमति दिनुपर्ने कुराहरूमा चाहिँ रोक्नु हुँदैन भने हामी धेरै छलफल गरेर यसलाई चाहिँ अगाडि बढाउने भन्ने कुरा भएको छ। अब धेरै कुरो चाहिँ जोडिएको चाहिँ अर्थ मन्त्रालयसँग पनि धेरै जोडिएको छ। स्रोत सहमतिदेखि लिएर के सहमति हुँदा हुँदै त्यो यति झन्झट हुन्छ कि त्योभन्दा बरु नतोडौँ, चुप लाएर बसौँ, आफ्नो कार्यकाल सिद्ध्याउँ, 2 वर्ष हो कि 1 वर्ष हो सिद्ध्याउँ, फेरि जाने, अर्को आउँछ फेरि। त्यसरी प्रोजेक्टहरू क्रोनिक भएका हुन्छन्। प्रोजेक्ट क्रोनिक कसरी हुन्छ भने अब कन्ट्र्याक्टरले काम नगर्ने एउटा पार्ट, हाम्रै इम्प्लोयरले एउटा इन्जिनियर गएको हुन्छ, 5-6 महिना चाहिँ काम गर्छ, प्रोजेक्ट म्यानेजरले काम गर्छ, उसलाई सट्ट सरुवा गर्छ, अनि त्यसपछि अर्को जान्छ, उसले त्यो ओनरसिप लिँदैन, त्यसपछि त्यो बिस्तारै क्रोनिक हुँदै आफ्नो डिसिजन गर्दैन, टाइममा डिसिजन हुँदैन, डिजाइन फाइनल हुँदैन। एउटा पुल किन बनेन भन्दाखेरि 2 वर्ष 3 वर्षसम्म डिजाइन फाइनल हुँदैन। हाम्रो पार्टमा पनि छ त्यो पार्ट पनि हामीले पनि करेक्सन गर्नुपर्छ। किन डिजाइन टाइममा फाइनल हुँदैन, किन टाइममा पेमेन्ट हुँदैन, किन टाइममा डिसिजनहरू हुँदैन, भेरिएसनहरू किन टाइममा हुँदैन। भेरिएसन भने त अटोमेटिक हुन्छ नै, कुनै पनि 5% 10% अब घरको आफैले हामीले बनाएको घर त भेरिएसन हुन्छ। अब त्यो डिसिजन चाहिँ भएन भनेर त्यो डिसिजन के अरे भेरिएसनसँग तर्सेर डिसिजनै नगर्दा पनि धेरै प्रोजेक्टहरू बनेको छैन। अब हाम्रो ओभरसाइट एजेन्सिजहरूले पनि त्यसलाई अलिकति पोजिटिभली हेर्नुपर्ने छ, किनभने भेरिएसन भने चाहिँ त्यो नेगेटिभ मात्र होइन, पोजिटिभ पनि हो। त्यो भेरिएसन दिएर अहिलेको कस्टमा त्यो काम बन्छ भने त्यो त सस्तोमा बन्छ। अब त्यो फेरि हामीले रिटेन्डर गर्न पनि सकिँदैन, त्यही काम त अर्को ठेकदार ल्याएर पनि गर्न सकिन्छ, त्यसैबाट गराउनु त केही न केही भेरिएसन त गर्नै पर्यो। यस्ता विषयहरूले पनि गरेको छ। यो कन्ट्र्याक्टर र कन्सल्टेन्टको ठुल्ठुला प्रोजेक्टमा चाहिँ कन्ट्र्याक्टर र कन्सल्टेन्टको चाहिँ डिस्प्युट कोलिजन सबैले चाहिँ धेरै प्रोजेक्ट ठुला प्रोजेक्टहरूमा चाहिँ समस्या आएको पनि देखिन्छ। अब अरू विषयहरूमा चाहिँ मलाई के लाग्छ भने कन्ट्र्याक्टर र कन्सल्टेन्ट धेरै भयो होइन कि हाम्रो काम कम भयो, पुगेकै छैन होइन। हाम्रो काम कम भयो हो, त्यो धेरै भयो होइन। अब यो रोक्ने होइन कि आउन दिनुपर्छ, तर काम बढाउनु पऱ्यो नि। अहिले हामी 2 खरबको क्यापिटल बजेट खर्च गर्न नसक्ने हो भने 4 खरबको क्यापिटल बजेट आउँछ, त्यसमा 2 खरब बजेट रोक्का भन्छन्, कता भन्छन् 1 खरब 1.5 खरब बजेट रोक्का हुन्छन्, आउँदैनन्, कता कता के हुन्छ। 2 खरब पनि 2 खरब पनि खर्च हुँदैन। अनि त्यो क्यापिटल बजेटमा हामी कति काम गर्ने त? त्यो क्यापिटल बजेट 20 खरबको क्यापिटल बजेट खर्च गर्ने क्यापेसिटी हामीसँग छ त? 20 खरबको प्रत्येक वर्ष बजेट चाहिँ खर्च गर्ने क्यापेसिटी चाहिँ अहिले छैन। हाम्रो चाहिँ कन्सल्टेन्टसँग पनि छैन, कन्ट्र्याक्टरसँग पनि छैन।
त्यो क्यापासिटी बिल्डअप गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ। मैले त भन्ने गरेको छु नेपालमा इन्भेस्टमेन्ट समिट भन्छ। अब कन्ट्र्याक्टर समिट गर्नुपर्छ। राम्रा कन्ट्र्याक्टरहरू आउनुपर्छ। राम्रा कन्ट्र्याक्टरहरू यहीँ बिल्डअप हुनुपर्छ। हाम्रा ठुल्ठुला कन्ट्र्याक्टर भन्ने कति इङ्गेज छ भन्नु त? 10वटा कन्ट्र्याक्ट गरेको छन्, यता दौड्या छन्, उता दौड्या छन्, उसैलाई कन्ट्र्याक्ट छ, उसले बिल्डअप के अरे सिद्ध्याउनै सक्दैन। अब इन्टरनेसनल कन्ट्र्याक्टरहरू आउँछ, उसैले चाहिँ म्यान पावर ल्याउँछन्, गर्छन्। आखिर अल्टिमेटली फेरि त्यही कन्ट्र्याक्टर सब कन्ट्र्याक्ट गरेर तलसम्म त्यसरी काम हुन्छ। त्यो भएको हुनाले अब हामीले नेपालको डेभलपमेन्टको लागि हामीले जुन किसिमले हामीले प्रोजेक्सन गरिरहेछौँ, अब 10-20 खरब नेपालमा खपत के अरे प्रत्येक वर्ष खपत के अरे खर्च गर्नको लागि हाम्रो म्यान पावरको क्यापेसिटी कसरी बिल्डअप गर्ने त भन्ने कुरातिर सोच्नु पऱ्यो नि त। त्यो भएको हुनाले हाइड्रो पावरमा हामी त्यत्तिकै धेरै इन्भेस्टमेन्ट आइरहेछ। अब यो चाहिँ कन्ट्र्याक्टर यो कन्स्ट्रक्सन फिल्ड भनेर चाहिँ सरकारी क्षेत्रमा मात्रै हुने होइन नि त। अब हामी चाहिँ यो चाहिँ प्राइभेट सेक्टरलाई पिपिपी मोडलमा चाहिँ जानुपर्ने अवस्था छ। सबै चाहिँ हामीले इन्भेस्टमेन्ट गरेर सम्भव छैन। अब इन्फ्रास्ट्रक्चरलाई पनि पिपिपी मोडलमा जानुपर्ने छ। त्यो पिपिपी मोडलमा नगइकन त्यो लेभलको खर्च गर्न सकिँदैन। त्यो भएको हुनाले यो चाहिँ धेरै इम्पोर्टेन्ट छ कि। अब यो पार्टमा पनि हामीले चाहिँ सोच्नुपर्छ। नेक्स्ट अब यो सबैको कुरा के हो भने पोलिटिकल स्टेबिलिटी, पोलिटिकल लिडरसिप सबैमा डिपेन्ड गर्ने हो। अब हामी कति चाहिँ कन्सिस्टेन्टली डेभलपमेन्ट एक्टिभिटिजमा लागिरहेछौँ भन्ने कुराहरूमा पनि यसले चाहिँ धेरै ठुलो अर्थ राख्छ। अब यो 50,000 मेगावाट मैले 10 वर्षमा बन्छ भनेको होइन। 50,000 मेगावाट बन्यो भने के हुन्छ भनेर भनेको कुरा हो। र 50,000 मेगावाट हामीले बनाउन सक्छौँ नेक्स्ट 20 वर्ष, 15-20 वर्ष अब टार्गेट राखेर गयो भने बन्छ। तर 10 वर्षको हाम्रो टार्गेट भनेको 28,000 मेगावाट हो। त्यसलाई बनाउनलाई हामी के गर्नुपर्छ भनेर त्यो चाहिँ त्यो प्लान, त्यो चाहिँ एक्सन प्लानहरू चाहिँ बनाउनु पर्ने छ। अब अरू कुरा चाहिँ अब वुमेन इन्जिनियरको र पोस्ट टर्मिनेसनको कुरा। अब वुमेन इन्जिनियरहरू अब विद्युत प्राधिकरणदेखि लिएर सडक विभागमा पनि केही इन्जिनियरहरू मैले देखेको छु। वुमेन इन्जिनियर मात्रै भनेर मैले पर्फर्मेन्स इभ्यालुएसन त गरेको छैन। तर वुमेन इन्जिनियरहरूको इन्टेग्रिटीमा चाहिँ र पर्फर्मेन्समा क्वेसन गर्ने धेरै ठाउँ चाहिँ मैले देखेको छैन। अब त्यो विषयलाई पनि वुमेन इन्जिनियरहरूले पनि आफ्नो पर्फर्मेन्स कसरी चाहिँ गरिरहेछौँ भन्ने कुराहरूमा आफैले पनि एनालाइसिस गर्ने कुरा हो। एउटा कुरा आयो यो सामाजिक कुरा, व्यवस्थापकीय कुरा। वुमेन इन्जिनियरमा धेरै, म त विद्युत प्राधिकरणमा 8 वर्ष एमडी हुँदाखेरि उहाँहरूको समस्याहरू मैले धेरै भोगेको छु होइन। उहाँहरूको पारिवारिक कुरा, सामाजिक कुरा, धेरै कुरा आउँछन्, त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो कारणले पनि त्यो कुनै ठाउँमा उहाँहरूको चाहिँ उपस्थिति जुनसुकै ठाउँमा सबै ठाउँमा इक्वेल्ली जेन्ट्स इन्जिनियर र वुमेन इन्जिनियरमा एउटै हुन्छ भन्ने मलाई लाग्दैन। किनभने पारिवारिक र सामाजिक कुराले पनि र त्यो लाइफको जुन विभिन्न स्टेजमा प्रेग्नेन्सीदेखि लिएर धेरै कुराहरूमा त्यसका कुराहरू एड्रेस गर्नुपर्ने हुन्छ वुमेन इन्जिनियर साथीहरूको। त्यसले गर्दा पनि हामीले धेरै विषयहरूमा उहाँहरूको चाहिँ प्रब्लमहरूलाई पनि सल्भ गर्दै र त्यसलाई अझ एफिसियन्ट बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। उहाँहरूको पर्फर्मेन्समा मैले कम छ भनेर भनेको होइन। उहाँहरूको पर्फर्मेन्स वुमेन इन्जिनियरहरूले पनि राम्रो पर्फर्मेन्स गरिरहेछ। विद्युत प्राधिकरणदेखि मैले हाम्रो विद्युत प्राधिकरण करिब 17% वुमेन चाहिँ पार्टिसिपेसन छ, करिब 15-16 हजार कर्मचारीमा। इन्जिनियर साथीहरू धेरै नै इफेक्टिभ, एफिसियन्ट छन् र सडकमा पनि धेरै मैले देखेको छु। अब पोस्ट टर्मिनेसनको म्यानेजमेन्टको पार्टमा मैले अघि भनिसकेँ। पोस्ट टर्मिनेसन पछि अब सबै प्रोजेक्टहरू अगाडि बढिरहेछ। टर्मिनेसन पछि सबै प्रोजेक्टहरू अब
हामी फेरि पनि रिभाइभ गरेर अगाडि बढाउँदैछौँ। मैले अब धेरै कुराहरू आएको छ, मैले धेरै कुरा राखिनँ। अहिलेलाई मैले यति नै राखेर यहाँहरू सबैलाई फेरि पनि धन्यवाद छ। आज यो इन्टरेक्सन कार्यक्रम गरेर जुन हामी एक किसिमको छलफल र बहस गर्न मौका पाएँ। र लास्टमा मैले एउटा एकजना साथीको भनाइलाई पनि एड्रेस गरौँ भने अहिलेसम्म, आजसम्म भनौँ न, आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन। त्यति मात्रै भने। धन्यवाद मन्त्रीज्यूको सम्बोधनसँगै आजको हाम्रो कार्यक्रम ऐतिहासिक बनेको छ। यो